आफ्नै टिम छ कि मकन अरू बाहिर किन्दैन नि बाहिर टिम ल्याउँदैन कि मकनपुरले आउट हान्यो आउट बढी पावर हाने अलि स्लो हान्न पर्ने आउट हान्यो फेरि आउँछ यिनीहरूको आफ्नो टिम छ कि बाहिर गएर ल्याउँदैन यिनीहरूको आफ्नै समाजसेवी राजेन्द्र श्रेष्ठज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। समाजसेवी राजेन्द्र गोल हान्नु पर्ने हो आउट हाने आउट हाने छोडेन त्यसले बोले आउटसाइड आउटसाइड दुईटै अफसाइड छ त यस्तो दामी खेलेको मकनपुरले मकनपुरले जित्ने भयो स्योर छ नि एक गोलमा ठाउँ गरेर होपलेस हुन्छ यो गेमै टक्कर छ नि त्यहीँ खेलाइदिँदैन हेर कस्तो राम्रो बल निकाल्छ 10 नम्बर अगाडि जाने 10 नम्बर मकनपुर के 10 नम्बर यहीँ बस्यो कि होपलेस हुँदैन यिनीहरू ठोक्यो अहिले चाहिँ ठोक्यो यस्तो पागल मास कस्तो गेम हाने गोल हाने त गोल हानिसकेको थियो हानिसकेको देखियो गोल हान्छ है हान्यो स्योर हाने भनेको खतरा हाने हो डरायो भाइ त्यो भाइ अलि डराएर हाने यस्तो आत्तिएको त्यो केटा यार छोइदे हुन्थ्यो त हाने त्यसले बिस्तारै सोलो मौसममा हान्दै अब है तेरिका गोल भइसकेको थियो हानिसके मिठो खै मलाई त्यस्तो लाग्यो अरे गेम त फेरि राम्रो छ क्या मैले पहिले हेरेँ यार यस्तो मिठो छिराएको थियो है साला यार आत्तिको त्यो केटा एक्लै हो किन आत्तिँदैन कि फेरि फेरि हान्यो समातिहाल्यो गोल हानिसकेको थियो समाति नारे के हो यार नारे होपलेस होल भन्ने डर भयो यार कहाँ त हम दे नारे होपलेस होल डर भयो यार किपर भन्दैछ आउट 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 बोल आउट
यिनीहरूको चाहिँ आफ्नो टिम हुन्छ क्या किन्नुहुँदैन त्यो किपर खतरा छ पुरानो किपर हो त्यो पहिल्यैको किपर हो त्यो यो किपर अहिले किपर हो त खेल्न जानु भएको एकछिन खेलेको अहिले एकछिन घाम आज इन्ट्रेस्टिङ हुन्छ सुरुमै झोकाझोकी छ है गेम राउन्ड छ नि यस्तो हो कि गेम भनेको हेर्न पनि मजा आउँछ यस्तो खेल्छ यिनीहरू आउट बल आउट आयो त्यो 5 नम्बर छ नि त तामाङ हो यो केटा 5 नम्बर राम्रो खेल्छ यसले त्यसै हाल गोल हाल्नु म हजुर पछाडि आज मिस्टेक भयो नि